मेधा। अब त्यसपछि हामी यति दुईटा कुरालाई सेट गरिसकेपछि यो दुईटाको बारेमा पछि भन्छौँ। अब हामी बच्चा बच्चीलाई एड गर्नतिर लाग्छौँ। हामी के गर्छौँ भने स्टुडेन्टमा जान्छौँ। स्टुडेन्टमा गएर स्टुडेन्टलाई दुई तरिकाले एड गरेर देखाउँछु म। एउटा बल्क अपलोडबाट र एउटा एड स्टुडेन्टबाट। बल्क अपलोड भनेको तपाईसँग डाटा छ एक्सेल सिटमा भने सजिलैसँग अपलोड गर्न सक्नुहुन्छ। पहिला सुरुमा बल्क अपलोडकै कन्सेप्टबाट जाउँ। जस्तो म बल्क अपलोड गर्दै गर्दाखेरि सबभन्दा पहिला स्याम्पल छ, स्याम्पललाई डाउनलोड गर्छौँ हामी। यसरी माथि डाउनलोड आयो, डाउनलोडलाई हामी खोल्छौँ। यो डाउनलोडलाई हामी खोलिसकेपछि हामीले डाउनलोड गरेको बल्क अपलोड गर्नको लागि एक्सेल सिट यस्तो देखिन्छ, जसमा चाहिँ फर्स्ट नेम स्टुडेन्टको फर्स्ट नेम, मिडल नेम, लास्ट नेम र मोबाइल नम्बर स्टुडेन्टको मोबाइल नम्बर, गार्जेनको फर्स्ट नेम, गार्जेनको मिडल नेम, गार्जेनको लास्ट नेम, गार्जेनको मोबाइल नम्बर, जेन्डर र सिब्लिङको केस र एडमिसन डेटको लागि। यसमा पनि तपाईँले जस्ट एउटा यो, दुईटा यो र तपाईँले फर्स्ट नेम लास्ट नेम अनि जेन्डर र सिब्लिङलाई चाहिँ 0 राख्नु पर्यो। अनि एडमिसन डेट चाहिँ एउटा ऱ्यान्डम एउटा डेट राख्यो भने हजुरले अपलोड गर्न सक्नुहुन्छ। अब यो सिब्लिङको कुरा के हो भन्ने कुरामा एकैछिन म यसमा टाइप गरेर बुझाउँछु। जस्तो मानौँ एउटा बच्चा छ, राम भन्ने बच्चा छ, राम थापा भन्ने भयो। अर्को बच्चा छ श्याम थापा भन्ने, श्याम थापा भन्ने। हाम्रो सिस्टममा अहिलेसम्म एउटा पनि बच्चा एड भएको छैन। अब यो बच्चा एड हुँदै गर्दाखेरि केसमा यो दुईटा दाजुभाइ हुन्, एउटै क्लासमा पढ्छन् अथवा छुट्टा छुट्टै क्लासमा पढ्छन् भने अहिले मैले एउटै क्लासको जस्तो स्याम्पल देखाउन खोज्दैछु, तर छुट्टै पढ्छन् भने के चाहिँ बुझ्नुपर्छ भने मैले पहिलो यो राम थापा एड गर्दै गर्दा भन्दा पहिला मेरो सिस्टममा यसको कोही बच्चा दाजुभाइ कोही छ कि छैन भनेर ख्याल गर्नु पर्यो पहिलो कुरा। जस्तो यो केसमा चाहिँ रामकोमा कोही पनि छैन, तर श्यामको एड गर्दाखेरि रामको एड भइसकेको हुन्छ, माथि छ, टपमा छ। त्यही भएर यो चाहिँ रिलेसनमा आउने भयो। यो रिलेसनमा आउँदै गर्दाखेरि कन्डिसन कस्तो हुन्छ भने यो माथि राम थापा भनेको चाहिँ कोहीसँग पनि रिलेसन छैन, त्यही भएर 0 भयो। जब श्याम थापा आउँछ राम थापासँग रिलेसन छ, त्यही भएर 1 भयो। यो केस भयो। तर 0 र 1 गरेर राख्दै गर्दाखेरि हामीले बुझ्नुपर्ने कुरा भनेको यो त जेन्डर त भइहाल्यो, मेल लेख्यो यसमा मैले मेल भनेर लेखेँ। यो केसमा चाहिँ हामीलाई के चाहिन्छ भने यहाँ गार्जेनको नम्बर चाहिन्छ, 01067 यहाँ एउटा गार्जेनको नम्बर चाहिन्छ, जो चाहिँ एउटैलाई दुईजनालाई एउटै प्यारेन्ट्सले कनेक्सन गराउँछ। अब माथिल्लो जहाँ नो छ त्यसकोमा चाहिँ गार्जेनको डिटेल चाहियो। यसमा रोहन थापा भनेर एउटा मैले नाम राखेँ। अनि यति कुरा राखिसकेपछि बल्ल अब यसमा चाहिँ राख्नु पर्दैन। यसमा किन राख्नु पर्दैन भन्दा यो नम्बरले यो माथिको नम्बरको डिटेललाई क्यारी अन गर्छ। यति कुरा चाहिँ बुझ्नु पर्यो। अनि त्यसपछि यहाँ एडमिसन डेट भनेको त पहिला इयर, त्यसपछि मन्थ, त्यसपछि यो भयो, त्यसपछि फेरि इयर, मन्थ र यो त एउटै केसकोमा भयो। तर तपाईँले अर्को एउटा क्लास र अर्को क्लासको भयो भने सुरुमा हाम्रो सिस्टममा मैले एड गर्न लागेको बच्चाको कोही छ कि छैन भनेर ध्यान दिनुपर्छ। छैन भने पहिला सुरुमा 0 हाम्रो सिस्टमको केसमा। यदि छ भने अलरेडी छ भने त्यसलाई 1 बनाउनु पर्यो। जस्तो मैले अहिले यहाँ सँगसँगै जस्तो देखाइरहेको छु डाटा। अब यो दुईटालाई बच्चालाई मैले एड गर्न खोजेँ भने म सेभ गर्छु, र बल्क अपलोड अघि जुन हाम्रो बल्क अपलोड थियो त्यो बल्क अपलोडमा आउँछु। र अघि मैले यहाँबाट डाउनलोड गरेर स्याम्पल भरिसक्दाखेरि अब मेरो कुन क्लासको बच्चा हो त भन्दै गर्दा मेरो 1 क्लासको ए को बच्चा हो भनेर मैले राखेँ। अनि म यहाँ अपलोड गर्छु, चुज गर्छु फाइललाई। चुज गर्दै गर्दाखेरि मैले यो फाइल चाहिँ मेरो यसलाई अपलोड गरेँ र यसलाई अपलोड थिचेँ भने सक्सेसफुल्ली एडेड भयो। अब के भयो भन्दै गर्दा यसको भित्र गएर मैले भ्यू गरेँ भने यसको गार्जेन डिटेलमा रोहन थापा त्यो नम्बरहरू कनेक्सन भयो। यस्तै गरी श्यामकोमा पनि हेऱ्यो भने तपाईँको त्यही रोहन थापा नै क्यारी अन गरेर आउँछ, आफै तानिन्छ। अब मोबाइल एपको केसमा लगइन गर्दै गर्दा मोबाइलमा तपाईँको प्यारेन्ट्सले पनि लगइन गर्न सक्नुभयो र बच्चाले पनि लगइन गर्न सक्नुभयो। प्यारेन्ट्सले लगइन गर्दै गर्दाखेरि एउटै युजर नेमले काम गर्ने दुईटा बच्चा देखिन्छ। जस्तो अब उहाँको यो युजर नेम आफै जेनेरेट भएको छ, पासवर्ड चाहिँ तपाईँले आफै सेट गर्न पनि सक्नुहुन्छ। पासवर्ड मैले सेट गरेँ र ऱ्यान्डम पासवर्ड र सेभ गरेँ। अब यो चाहिँ रिलेसन माग्दैछ, को हो त ऊ भनेर फादर भयो, यसलाई मैले सेभ गरेँ
यो सेभ भयो। यो पासवर्ड समातेर हामी लगइन गर्यौं मेधामा भने योमा दुईटा बच्चा देखाउँछ। उहाँको रोहन थापाको नाममा दुईटा बच्चा देखाउँछ। त्यो दुईटा बच्चा भनेको एउटा राम थापा भयो र एउटा श्याम थापा भयो। यो त भयो बल्क अपलोड।